Congratulations, Sovin's तपाईको भिजा आइपुगेको छ अनि कस्तो फिल भइरहेको छ? Thank you so much, sir. Really excited and धेरै मेहनत पछि आएको भिजा है. ओके, अनि त्यसपछि तपाईँ चाहिँ अब 2019 पास आउट पनि हुनुहुन्थ्यो होइन? त्यहाँनिर चाहिँ अब जस डकुमेन्टेसन प्रोसेस इभन जीटीको पार्टहरूमा जस त्यो लेभलको पेपर प्रिपरेसन गर्दा कस्तो अनुभव भयो त्यो एकचोटि सेयर गरिदिनु न. सर्वप्रथम त मलाई 2019 पास आउट भएर सम्भव लागेको थिएन. तसर्थ पनि मैले बुझ्दै हजुरहरूको संस्थामा आइपुग्दाखेरि एकदम कन्सल्टेन्सीमा हजुरहरूको साथ सहयोगले गर्दाखेरि हजुर पोसिबल हुन्छ कि भनेर मैले डकुमेन्टेसन सुरु गरेँ. हजुर गर्दा हजुरले एकदमै हेल्प हुनुहुन्थ्यो. हजुर हरेक कुरामा सहयोग गर्नुभयो. एकदम हजुर मिहिनेत त गरियो तर हजुरहरूको कारणले नै पोसिबल भयो. एकदम थ्याङ्क यू. एकदमै एकदम यो पनि हाम्रो पनि एउटा गौरवको पार्ट छेड हो यो कुरा चाहिँ. जस हाम्रो तपाईँलाई चाहिँ जिटीको टिमबाट एसओपी साइडबाट इभन भिजा डिपार्टमेन्टदेखि लिएर एडमिसन टिमबाट सबै टिमसम्म तपाईँ सेटिस्फाई हुनुहुन्छ नि होइन? एकदम सेटिस्फाई छु. ओके, अरू स्टुडेन्टहरूलाई के भन्न चाहनुहुन्छ फ्युचर अरूले जसले प्लान गरिराखेको छ जसको चाहिँ विविध कारणहरूले चाहिँ पोसिबल नदेखिएका कुराहरू चाहिँ यहाँ आउनलाई चाहिँ के भन्नुहुन्छ तपाईँ? म जस्तै कन्फ्युज भएर बस्नु भएको छ भने एक्चुअली पक्कै पनि कडेल कन्सल्टेन्सी भिजिट गर्नु होला. किनभने यहाँको एक्सपर्ट टिमहरूले एकदमै राम्रो काउन्सिलिङ गरेर बेस्ट पोसिबल वेजहरू निकालिदिनुहुन्छ. थ्याङ्क यू सो मच हामीलाई ट्रस्ट गरेकोमा र हामी पनि तपाईँप्रति एकदम गौरव फिल गरेको छौँ. थ्याङ्क यू.